हाई गाइज, यो चाहिँ क्याम्पिङ जानु रेडी भएको अनि हामीलाई दाइ भाउजू लिन आउनुभयो अनि गाडीमा त्यत्रो धेरै सामान थियो त्यही पनि हामी एडजस्ट गरेर गयौँ जस्तो तसो है। अनि यो क्याम्पिङ जाने बाटोतिर अनि हामी यो मिल्टन भ्यालीमा चाहिँ हामीलाई भोक लागेर खाजाना रोकिरहेको थियौँ। अनि यो मिल्टन भ्याली त यस्तो दामी कि है, कस्तो कस्तो सानो गाउँमा कस्तो ठाउँमा आए जस्तो कि कस्तो क्युट भ्याली जस्तो कि मलाई चाहिँ मन पर्यो यो मिल्टन भ्याली। अनि हल्का चिसो चिसो पनि थियो कि यति बेला यो राम्रो थियो। अनि त्यसपछि हामी थाई रेस्टुरेन्टमा खाना गयौँ अनि कस्तो मिठो थियो कि। अनि हामी चाहिँ यो हाम्रो क्याम्प साइटमा जाने बेलामा हो, क्याम्प साइटमा जाने बेलामा फेरि कता ढोका लाउने खोल्ने गरेर जानुपर्ने रहेछ। यति बेला त्यो ढोकाको त्यो लकर हुन्छ नि त्यो हरायो होला भनेर खोज्न जाँदा फेरि यहाँ मुदाले आफ्नो गाडीमा छोड्नु भएको रहेछ। यहाँ हामी हाम्रो क्याम्प साइटमा पुग्दा हो अनि दाइहरूले चाहिँ टेन्ट लाउँदै थियो, म चाहिँ भिडियो नै गराउँदै थिएँ, तर गाडी चाहिँ लास्टै लागेको थियो। अनि कस्तो हावा पनि चलिरहेको थियो। हाम्रो भाउजूको चाहिँ स्ट्यान्डै ढलेको कि, अनि भाउजू चाहिँ फेरि स्ट्यान्ड मिलाउनु गयो। अनि हामीले चाहिँ दाउरै लैजान बिर्सेको, अनि त्योबाट दाउराहरू भुइँमा खोजिरहेको थियो केटाहरूले। अनि यो चाहिँ हाम्रो सुदीप दाको हाइट लास्टै ठुलो भएर सुदीप दालाई यसरी बुइयो गर्नै परेन लाइट जोड्नको लागि। सुदीप दाई फेरि यस्तो हाइटी जङ्गो हुनुहुन्छ नि, बोक्नै पर्दैन कि यस्तो कामको लागि। सुदीप दाई चाहिँ अगाडि नै हुनुहुन्छ यस्तो कामको लागि। अनि हामीले यसरी चाहिँ लाइट जोड्यौँ। यो क्याम्प साइडमा चाहिँ यो हाम्रो डे 1 को क्याम्पिङ डे हो कि, हामी चाहिँ 2 नाइट बसेको हो। अनि हाम्रो दिगज दाइ चाहिँ फिसिङको लागि रेडी हुनुहुन्थ्यो। त्यहाँ हल्का सानो रिभर जस्तो नि थियो। अनि यहाँ चाहिँ यस्तो कङ्गारुहरू पनि कति धेरै के। अनि त्यहाँ उताबाट गाडी आइरहेको थियो नि, कङ्गारु हिँडिरहेको थियो। अनि त्यसपछि हामीले आगो पनि बाल्यौँ। अनि त्यहाँको मौसम चाहिँ हेर्दा यस्तो राम्रो थियो है, कस्तो चिसो चिसो, तर पानी परिदियो कि। हाम्रो फर्स्ट डे अफ क्याम्पिङमा चाहिँ पानी परिदियो है साथीहरू। अनि हामीलाई चाहिँ लास्टै चटपटे खान मन लाग्यो, अनि हामीले चाहिँ छिटो छिटो चटपटे नै बनायौँ। अनि हल्का फुल्का मकै, त्यसपछि राति भयो अनि हामीले बार्बिक्यूहरू गर्न थाल्यौँ। अनि पानी पऱ्यो, दाइले चाहिँ उता बेबी गड पकाइराख्नु भएको थियो। अनि हामी चाहिँ नै दाइकै वरिपरि बस्यौँ। कस्तो मजा आउने क्या पानी पऱ्यो पनि, त्यहाँ सबै एकै ठाउँ गुजुप्प बस्न त। अनि त्यसपछि हामी एकैछिन हल्का पानी बन्द हुने आउने गरिरहेको थियो। अनि त्यसपछि गानासाना बजाएर नाच्ने अनि बार्बिक्यू गर्ने मान्छेहरूले गर्ने खाने यस्तो गर्दै बसिरहेको थियौँ हामीहरू। रमाइलो भयो थियो। यो चाहिँ हाम्रो टेन्ट हो, यो टेन्टमा चाहिँ हामी सबै अट्ने कि 10 जने। अनि त्यसपछि 12 बज्न लाग्यो साथीहरू। अनि त्यसपछि हामीले चाहिँ ह्याप्पी न्यू इयर गर्न लाग्यौँ। यो झिर्र 12 बज्यो अनि हामीले चाहिँ यो झिर्र बाल्यौँ ह्याप्पी न्यू इयर भन्दै। यही थियो हाम्रो फर्स्ट डे अफ क्याम्पिङ। अनि यसपछि हामी सबै सुत्न गयौँ। अनि हाम्रो सेकेन्ड डे पनि छ ल।